यसपालि चुनाव म लड्दैछु। तपाईहरूले चुनाव चिन्ह माटो अञ्जुलीमा रहेको माटोमा भोट हालेर अत्याधिक मतले विजयी गराउनुपर्छ। यदि त्यसो गर्नुभयो भने म काम गर्न जानेछु। अब गर्नु भएन भने चाहिँ के गर्ने र मैले एक्लैले कुरा गरेर हुँदैन। त्यो कारणले गर्दाखेरि म भन्न चाहन्छु चुनाव चिन्ह माटोमा भोट हाल्नुलाई है। किसानको, मजदुरको, साना व्यवसायीको, मझौला व्यवसायीको, गरी खाने वर्गको मर्म, पीर, व्यथा, दुःख, कष्ट जति हर्क साम्पाङले बुझ्दछ अरूले बुझ्दैन है। म त्यो भन्न चाहन्छु। त्यसो भएको कारणले गर्दाखेरि तमाम किसानहरूले यहाँ खेतबारीको माझमा हामी बसिरहेका छौँ। तपाईँहरूको खेतबारीको समस्या यदि राष्ट्रिय नीति बन्नुपर्छ भन्ने लाग्छ भने, यदि तपाईँहरूको छैन सिँचाइको समस्या, कुलोको समस्या, म ठुल्ठुलो कुरा गर्दिनँ है, सानो तपाईँको छैन समस्याहरू यदि समाधान होस् भन्ने लाग्छ भने तपाईँहरूले चुनाव चिन्ह माटोमा भोट हाल्नुपर्छ। मजदुरहरूले होइन आफ्नो पसिनाको मूल्य कुनै शोषण उत्पीडन नसहिकन के अरे पसिनाको सही मूल्याङ्कन महत्व बुझिनुपर्छ भन्ने यदि तपाईँहरूलाई लाग्छ भने चुनाव चिन्ह माटोमा भोट हाल्नुपर्छ। चुनाव चिन्ह माटो काममा विश्वास गर्छौँ हामी, काम गर्नुपर्छ भन्ने कुरा हो। यो देश गफ गरेर बन्दैन। गफ गरेर बन्ने हो भने तपाईँ पनि घरमा गएर बसिराख्नु गफ गर्नु, म पनि घरमा गएर बसिराख्छु गफ गर्छु, तर गफले देश बन्दैन। त्यसो भएको कारणले गर्दाखेरि काम र काम गर्ने मान्छे, श्रम र श्रमिकलाई हेर्ने अपमानजन्य दृष्टिकोणलाई परिवर्तन गर्नका लागि श्रम संस्कृति सुरु भएको कुरामा जानकारी गराउन चाहन्छु। हाम्रो देशमा काम गर्ने मान्छेको महत्व छैन है। कामको महत्व नभएको कारणले, कामको उचित मूल्याङ्कन नभएको कारणले गर्दाखेरि हाम्रो देशमा सबै मान्छे प्राय बेरोजगार हामी छौँ। हामीले खोलेको दोकानहरू अहिले चलिरहेको छैन। मैले देखिरहेको छु तपाईँहरूको दोकानमा खास त्यस्तो किनमेल भइराखेको छैन। घाम तपाई छ, दोकान खोल्ने मान्छेको घाम तपाई छ, व्यवसाय गर्ने मान्छेको घाम तपाई छ भने व्यवसाय नगर्ने मान्छेको हालत कस्तो होला? त्यसो भएको कारणले गर्दाखेरि यो देशमा हामी आफै बाँच्न सक्नुपर्छ भन्ने यदि हामीलाई लाग्छ भने चुनाव चिन्ह माटो श्रम संस्कृतिको विकल्प नरहेको कुरामा जानकारी गराउन चाहन्छु। यदि तपाईँहरूले फेरि पनि पुरानै खालको गल्ती गर्नुभयो है, पुरानै खालको चाहिँ गल्ती गरेर पुरानै दलहरूलाई तपाईँहरूले भोट हाल्नुतिर लाग्नुभयो भने पछुतो गर्नु सिवा अरू केही पनि रहँदैन। बारम्बार हल्क साम्पाङ यहाँ आएर तपाईँहरूलाई सम्झाइराख्न भ्याउँदैन। त्यसो भएको कारणले गर्दाखेरि मौकाले भेट भएको हुन्छ हाम्रो है, संयोगले भेट भएको हुन्छ। त्यो मौका र संयोगलाई हामीले बुझ्न सक्नुपर्छ, त्यसको महत्व र त्यसको ऐतिहासिकतालाई बुझ्न सक्नुपर्छ। यहाँ सबैजनालाई म त्यो भन्न चाहन्छु। तपाईँहरूलाई धेरै बेर डिस्टर्ब गरिरहन चाहन्न, कुरा बुझ्नु होइन पर्छ। अहिलेको मान्छेले भन्नुमा के छ, बुझ्नुमा छ, बुझ्नुमा के छ गरेर देखाउनुमा छ। हामी धेरै लामो भाषण सुन्न भ्याउँदैनौँ पनि, भाषण गरिरहन आवश्यक पनि छैन। त्यसो भएको कारणले गर्दाखेरि छोटोमा कुरा मैले राखिरहेको छु। यहाँहरू सबैजनालाई मैले भनिरहेको छु, काम गर्ने मान्छेलाई चिन्नुहोस्। हर्क साम्पाङ कस्तो मान्छे हो भन्दा यो देशको लागि पसिना बगाउनुपर्छ भन्ने अभियान, श्रमदानको अभियान सुरुवात गर्ने एउटा मान्छे हो। श्रम संस्कृति हर्क साम्पाङ भनेको एउटा उम्मेद्वार मात्रै होइन। अहिले विभिन्न दलबाट उम्मेद्वारहरू आउनु भएको छ। उहाँहरू केवल एउटा उम्मेद्वार हो है। एमालेबाट आउने टीका लिम्बू एउटा उम्मेद्वार मात्रै हो। कांग्रेसबाट आउने सुजिन्द्र गोले एउटा उम्मेद्वार मात्रै हो। रासपाबाट आउने सरिन तामाङ एउटा उम्मेद्वार मात्रै हो। नेकपाबाट आउने मनोज भट्टराई एउटा उम्मेद्वार मात्रै हो। यो के अरे राप्रपाबाट आउने उद्धव श्रेष्ठ या के उहाँ पनि एउटा उम्मेद्वार मात्रै हो। तर हर्क साम्पाङ एउटा अभियानको नाम हो। हर्क साम्पाङ एउटा जागरणको नाम हो। आज मैले एउटा सानो ठाउँको पालिका प्रमुख भएर जे कुरा सुरु गरेँ त्यसको प्रभाव हेर्नुहोस्। मेचीदेखि महाकालीसम्म आज मान्छेहरू, युवाहरू देशका लागि पसिना बगाउने भनेर गनाउने नाला सफा गर्नेदेखि ढुङ्गा बोक्नेसम्मको तपाईँको चाहिँ काम गर्न तयार भएका छन्। लाखौंको संख्यामा श्रमदाताहरू हामीले सुरु गरेका छौँ। श्रमदाताहरू आउनुभएको छ। श्रमदान अहिले मेचीदेखि महाकालीसम्म, उत्तरदेखि दक्षिणसम्म, हिमालदेखि तपाईँको चाहिँ तल दक्षिणको बोर्डरसम्म सुरु भएको छ। यो एउटा अभियान हो। त्यसो भएको कारणले गर्दाखेरि यो अभियानले जित्नुपर्छ।
है। अरू क्यान्डिडेटले जित्नु भनेको एउटा एक थान सांसद जानु मात्रै हो। कुनामा गएर एउटा ढ्याप ढ्याप ताली बजाउँछ, गठबन्धन कता कता के गर्छ, त्यसमा एक भोट हाल्छ, त्यति 6 महिनामा एकचोटि पनि तपाईँहरूको कुरालाई मुखरित गरेर बोल्न सक्दैन ती मान्छेहरूले। तर हर्क साम्पाङलाई तपाईँले जिताउनु भनेको प्रधानमन्त्रीको उम्मेद्वार हो हर्क साम्पाङ है। श्रम संस्कृतिको केन्द्रीय तपाईँको चाहिँ अध्यक्ष भएको नाताले हामी यहाँबाट जितेर गइसकेपछि त्यो खालको एउटा चाहिँ होइन राष्ट्रिय स्तरको राजनीतिमा एउटा चाहिँ बलियो खम्बा भएर उभिन सक्ने तपाईँको सम्भावना पनि क्षेत्र नम्बर 1 सुनसरीको छ। त्यसो हुँदाखेरि पनि मैले यहाँहरूलाई भनिरहेको छु, चुनाव चिन्ह माटोमा तपाईँहरूले भोट हाल्नु। तपाईँहरूको नानीहरूको अनुहार हेर्नुहोस्, त्यो नानीहरूको अनुहार हेर्नुहोस् अनि सम्झनुहोस् ती नानीहरूको भविष्य। तपाईँ आज पढाउँदै हुनुहुन्छ महँगा महँगा स्कुलमा, आफूले खाएर नखाएर, आफूले लाएर नलाएर, आफ्ना रहरका गरगाना लगाएर नलगाएर, आफ्ना रहरका सवारी साधन चढेर नचढेर तपाईँहरूले थुक तेल गरेर पढाइरहेको नानीहरूको भविष्य यो देशमा छैन। श्रम संस्कृतिले तपाईँहरूको नानीहरूको भविष्य यही देशमा देखेको छ। त्यो अभियान हर्क साम्पाङ, त्यो अभियान हो श्रम संस्कृति। त्यसो भएको कारणले गर्दाखेरि विषय बहुतै गम्भीर विषय छ। त्यो बहुतै गम्भीर विषयमा हामीले खेलाखाँची गर्नु हुँदैन। म त्यो भन्न चाहन्छु यहाँहरू सबैजनालाई मैले आफ्नो विवेक प्रयोग गरेर भोट हाल्नु होला भन्न चाहन्छु। चुनाव चिन्ह माटो है, यो माटोमा छ सब थोक, माटैमा छ देश, माटैमा छ उत्पादन। जबसम्म हाम्रो पसिना हाम्रै देशको माटोमा चुहिँदैन तबसम्म हाम्रो देश समृद्ध हुँदैन। ढुङ्गा र माटोको कुरा गर्छ, यो त पाले रहेछ, यो चाहिँ तपाईँको ढुङ्गे रहेछ भनेर अपमान गर्ने मान्छेहरूलाई म भन्न चाहन्छु, ढुङ्गा नबोकिकन निर्माण हुँदैन। तपाईँ जहाँ जानुहोस्, जापानमा जानुहोस्, जापानमा पनि ढुङ्गा बोकेरै निर्माण भएको हो। चाइना जानुहोस्, चाइनामा पनि ढुङ्गा बोकेरै निर्माण भएको हो। ढुङ्गा नबोकिकन निर्माण हुँदैन, माटो नछोइकन उत्पादन हुँदैन। आज हामीले खाने अन्न, हामीले लगाउने लुगा, हामीले प्रयोग गर्ने हरेक सामग्रीहरू, ती सम्पूर्ण कुराहरू धरतीबाट उब्जिएका हुन्, धरतीबाट निकालिएका हुन्, प्रशोधित हुन्। त्यसो भएको कारणले गर्दाखेरि धरती माता होइन, माटोलाई बोकेर आएको उम्मेद्वार होइन, श्रम संस्कृतिको उम्मेद्वारहरूलाई सबैजनाले चुनाव चिन्ह माटोमा भोट हालेर जिताइदिनु होला। म त्यो भन्न चाहन्छु, यो चान्चुने कुरा होइन, हामी सबै मिलेर देश बनाउने कुरा छ, हामी सबै मिलेर देश सजाउने कुरा छ, हामी सबै मिलेर देशलाई बनाउनुपर्छ भन्ने कुरा है, चान्चुने कुरा होइन। यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु, त्यसका लागि चुनाव चिन्ह माटोमा भोट हाल्नु होला। तपाईँहरूको घरै पछि, तपाईँहरूको व्यक्ति पछि मैले नमस्ते गरेर गर्न आउन भ्याइराखेको छैन, नभ्याउन सकौँला, तर तपाईँहरू भोट लागेर तपाईँको छैन के अरे माटो चुनाव चिन्हमा भोट हाल्नु होला। म त्यो भन्न चाहन्छु यहाँहरू सबैजनालाई। के भयो त्यहाँ एकछिन साथीहरू है, त्यसो भएको कारणले गर्दाखेरि हामी त्यसतर्फ लाग्छौँ। यहाँहरू सबैलाई म त्यो भन्न चाहन्छु, जतिसक्दो धेरै तपाईँहरूको घर दैलोमा आउने कोसिस गरिएको छ, तर नभ्याउन सकिन्छ। त्यसो भएको कारणले गर्दाखेरि यिनै मेरो सन्देशहरूलाई पनि तपाईँहरूले चाहिँ सघाउनुपर्छ। यो देश बनाउनका लागि म एक्लैले कोसिस गरेर हुँदैन। अब हरेक अभियन्ताहरू, हरेक श्रम संस्कृतिमा विश्वास राख्ने अभियन्ताहरूले हर्क साम्पाङ सो सरह भएर हर्क साम्पाङ जस्तै कुद्नुपर्छ, खट्नुपर्छ भन्छु म है। धेरै वर्ष भयो देशको चिन्तन गरेर हिँडेको, म एक्लै हिँडेर हुँदैन। अब तपाईँहरू पनि हिँड्नुहोस्, आफ्नो गाउँमा हिँड्नुहोस्, आफ्नो टोलमा हिँड्नुहोस्। म जति नै हिँड्नुपर्छ पूर्वदेखि पश्चिमसम्म भनेको होइन, तर विभिन्न ठाउँमा तपाईँहरू हिँड्नुपर्छ, डुल्नुपर्छ, घुम्नुपर्छ, त्यो भन्न चाहन्छु। यहाँहरू सबैजनाको शुभ रहोस्। शुभ तब रहन्छ जब हामी शुभ कार्य गर्छौँ। कामनाले मात्रै शुभ हुने होइन। तपाईँले मलाई कामना गर्नुहोस् न, शुभकामना कि शुभकामना भन्नुहोस्, एउटा गीत बनाउनुहोस्, एउटा फिल्म नै निकाल्नुहोस् शुभकामना भन्ने, तर त्यसले शुभ हुनेवाला छैन जबसम्म हामी शुभ कार्य गर्दैनौँ। शुभ कार्य भनेको चाहिँ जबसम्म हामी श्रम गर्दैनौँ, श्रमप्रतिको दृष्टिकोण सकारात्मक हाम्रो हुन सक्दैन, तबसम्म हामी शुभ रहन सक्दैनौँ। त्यो पनि म भन्न चाहन्छु। यहाँहरू सबैजनाले शुभ कार्य गर्नुहोला भन्ने शुभकामना दिन चाहन्छु। शुभकामना दिन चाहन्छु है। चुनाव चिन्ह माटोमा भोट हाल्नु होला आफ्नो सन्तानको भविष्यको लागि, यो देशको रक्षाको लागि। अहिले थुप्रै मान्छेहरू आएका छन्, हुलहुज्जत गरेर हिँडेको छ, यस्तो भनेको छ, उस्तो भनेको छ, कराएको छ, फेसबुकबाट को प्रधानमन्त्री भयो अरे, को अर्थमन्त्री भयो अरे भन्ने आइसक्यो है। त्यसको पछाडि लाग्ने होइन। फेसबुक त म पनि हेर्छु, तर फेसबुक भनेको रियल वर्ल्ड होइन है। त्यो भनेको चाहिँ भर्चुअल हो। भर्चुअल भनेको आर्टिफिसियल, कृत्रिम कुरा हो।
किनभने फेसबुकमा भात आउँदैन, अलिकति भोक लाग्छ, भात खानको लागि खेतबारीबाट आएको चामल हामीलाई चाहिन्छ। चामल उत्पादन गर्नको लागि किसानले होइन मान्छेले पसिना बगाएको हुनुपर्छ। त्यसो भएको कारणले गर्दाखेरि म भन्न चाहन्छु, फेसबुकको पछाडि कुद्ने होइन, टिकटकको पछाडि कुद्ने होइन, युट्युबको पछाडि कुद्ने होइन। त्यो एउटा प्रचारको साधन मात्रै हो, तर त्यो संसार होइन। म युवाहरूलाई भन्न चाहन्छु, तपाईहरूको वास्तविक लिडर, तपाईहरूको वास्तविक उद्देश्य, तपाईहरूको वास्तविक लक्ष्य र भविष्य श्रम संस्कृतिमा बाहेक अर्थोकमा छैन है। श्रम संस्कृतिमा जुन विचार छ त्यो विचार अरू ठाउँमा छैन। जुन व्यवहार श्रम संस्कृतिमा छ र जुन एउटा संस्कृति र संस्कार जुन छ त्यो कुराहरूमा नभएको कुरा म निवेदन गर्न चाहन्छु। यहाँहरू सबैको शुभ दिन होस् भन्ने कामनाका साथ बिदा भए। नमस्कार, जय होस्, जय माता, जय जय।